भनिन्छ नि, एक्सन स्पिक्स लाउडर देन वर्ड्स। पक्कै पनि यो स्टेटमेन्टलाई धेरै पटक सुन्नुभएको होला र एग्री पनि गर्नुहुन्छ होला। जब हामी कुनै नयाँ वा चिनेको मान्छेसँग प्रत्यक्ष भेटेर कुराकानी गर्छौँ, त्यति बेला हामीले लगाउने लुगा, हाम्रो फेसियल एक्सप्रेसन, बडी मुभमेन्ट, जेस्चर, बडी डिस्टेन्स अनि हाम्रो पोस्चर कस्तो छ, त्यसले एप्रोक्सिमेटली 60 to 65% चाहिँ हाम्रो कम्युनिकेसनलाई इम्प्याक्ट गर्दछ। र कतिपय केसमा हामीले बुझ्न खोजेको तर थाहा पाउन नसकेको इन्फर्मेसनलाई चाहिँ अर्को पर्सनको बडी ल्याङ्ग्वेजबाट पनि थाहा पाउन सकिन्छ। त्यसैले अहिलेको यो कम्प्युटर एजमा कन्भर्सेसनहरू टेक्स्ट, इमेल, अडियो अनि भिडियो कल मार्फत हुँदै गर्दा पनि किन मोस्ट अफ द स्पेसल अफिसियल मिटिङ्स, इन्भेस्टिगेसन्स, काउन्सेलिङ अनि इन्टरभ्यू गर्दा फिजिकल कन्भर्सेसन नै इम्पोर्टेन्ट हुन्छ त? किनकि फिजिकल कन्भर्सेसनमा अर्को पर्सनको फिलिङ्स, इमोसन्स अनि इन्टेन्सनहरूलाई नन भर्बल बिहेभियर मार्फत डिकोड गरी कन्भर्सेसनलाई मोर इफेक्टिभ र सेटिस्फ्याक्ट्री बनाउन फिजिकल कन्भर्सेसन इम्पोर्टेन्ट हुन्छ। यस्तै सर्ट इन्फर्मेटिभ भिडियोको लागि यो भिडियोलाई पनि सेयर गरिदिनु होला। हस्त, धेरै धेरै धन्यवाद।